साथीहरू आज माया सङ्क्रान्ति दिन चाहिँ हामी यता तामाकोसी नदीमा चाहिँ यसो किनारमा चाहिँ घाम ताप्न आएको थियौँ र अनि आज हामी यो तामाकोसीमा आएको कारण चाहिँ खास अब यसो घुम्नलाई आएको घाम आज माघी नुहाउन जानुपर्ने हो तर तामाकोसीको पानी धेरै चिसो भएको कारणले चाहिँ हामी नुहाउन सकेनौँ अनि मन्दिरमा चाहिँ हामी जान हुँदैन हाम्रो चाहिँ अहिले हजुरआमा बितेको कारणले चाहिँ अहिले हामीलाई चाहिँ छुटो छ अनि यसरी तामाकोसीको किनारमा घाम ताप्न आएको थियौँ र मेरो बुढीले चाहिँ यहाँ बदाम खाइरहेकी छिन् ल्याम्फ्याङ तरिकाले बसेकी छिन् यिनी चाहिँ यस्तो बदाम यहाँ बदाम देखाइदेऊ त ल बदाम देखाइदिएँ कुहिएको परेछ बदाम ल तिमीलाई आज कस्तो लाग्यो तामाकोसीको किनारमा आएर आज मलाई आउँदा नि रमाइलो लाग्यो एकछिन बस्दा नि रमाइलो लाग्यो तर लास्टमा एउटा दुःख लाग्यो के भयो मोबाइल तामाकोसीमा झऱ्यो पानी पस्यो अनि के गर्नु अब डिस्प्ले जान लागिरहेछ सबै छोपियो आज मेरो बारीमा पस्यो मोबाइल अब के गर्नु अब एकछिन घाममा सुकाउँदैछन् साथीहरू अब भयो भने भयो नत्र चामलमा लड हाल्नुपर्छ भएन भने अब चाहिँ घाम पनि देखाउनुपर्छ अब घाम पनि गयो बिस्तारै जानुपर्छ हामी अब घाम पनि गएको छ अब घाम पनि गयो अब बिस्तारै हामी पनि अब रुमतिर लाग्छौँ र साथीहरू अब तपाईँहरूको माया सङ्क्रान्ति कस्तो भयो हजुरहरूले हाम्रो युट्युबमा गएर चाहिँ हजुरहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ र हाम्रो यो सानो मिनी भ्लगलाई चाहिँ हजुरहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला र देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरू इष्टमित्रहरूको सामुन्ने पुर्याइदिनु होला र हजुरहरूको साथ सहयोगले नै हाम्रो सानो यो युट्युब च्यानललाई चाहिँ मेरो ग्रोथ गर्न सक्छु र म अहिले चाहिँ चिसो हावा बगिरहेछ यो तामाकोसीको पुल हो झोलुङ्गे पुल यता यस्तो रमाइलो ठाउँ छ नि अब के कुरा गर्नु होइन यहाँ पनि लास्टै अब दोलखा चाहिँ अब एकदम घुम्नै पर्ने ठाउँ हो र हजुरहरू नै आएर घुम्न सक्नुहुन्छ अहिले चाहिँ हामी जान्छौँ ल गुड नाइट ह्याप्पी माया सङ्क्रान्ति ह्याप्पी माया सङ्क्रान्ति